जहाँबाट पनि देखिने ठाउँ यही नै हो। रातो रातो यो उसहरू यो चाहिँ ट्याप्प ट्याप्प खाने हो। अब सुख कायम होस् दुःख गायब होस्। ए बढी गर्नेछु हल्का हल्का अफ रोड रहेछ गाइज। राइड चाहिँ बबालै हुनेवाला छ। ह्याप्पी न्यू इयर गाइज, ह्याप्पी न्यू इयर। नव वर्ष तथा 2022 सालको पवन अवसरमा तपाईँलाई भगवानहरूले रक्षा गरून्, कुल देवताले रक्षा गरून्, सबै देवताले रक्षा गरून्। जुन कामहरू तपाईँको 81 सालमा अड्केको थियो अब 42 सालमा चाहिँ त्यो काम चाहिँ पुरा होस्। भगवानको आशीर्वाद लागोस्। 82 सालमा चाहिँ सबै खुसियाली नै खुसियाली होस्। हाम्रो नेपालीको महान चाड हो नि नयाँ वर्ष पनि होइन। तपाईँहरू पोखरातिर हुनुहुन्छ भने त हिजो अभियसली लेकतिर जानुभयो होला, तर म चाहिँ लेकतिर गइनँ किनभने मलाई हल्का अल्छी लागेको थियो। अब बाहिर हिँड्दाखेरि हल्का रुवासुवा लागिहाल्छ कि मलाई फेरि चिसोमा हिँड्दाखेरि। अनि हिजो पोखरामा डेन्जी ठुलो पानी पनि पऱ्यो, डेन्जी ठुलो होइन गफै हाने क्या, हल्का हल्का पानी पनि परेको थियो। अनि पानी परेर अब कोठामै यसो बिस्तारातिर बसेको लुटुपुटु भयो बिस्तारामै। सो त्यही नै हो, तपाईँहरूले चाहिँ इन्जोय गर्नुभयो होला। आज चाहिँ वैशाख 1 गते नयाँ वर्षको पहिलो दिन चाहिँ अब हल्का यसो हिँडिदिउँ न त भनेर चाहिँ मैले अब भ्लगमा लाग्यो आज चाहिँ होइन। हाम्रो धेरै ग्याप हुनुभन्दा अब यसो हालिदिउँ न आज नयाँ वर्षको दिन काहीँ न काहीँ त जाऊँ भनेर मैले चाहिँ ठाउँ खोजिसकेको थम्बनेल तपाईँले देखिसक्नु होला। एन्ड वेलकम ब्याक टु माई च्यानल इट्स मी सनी सुब्रो ब्लग। फेरि नयाँ भ्लगमा स्वागत छ। म फेरि नयाँ जोसले लिएर आइसकेको छु। पहिला चाहिँ हल्का सन्चो थिएन, भ्लग पनि अब बनाएको थिइनँ। अब आज चाहिँ फुल्ली जोसमा छु। यो भ्लगमा चाहिँ फुल्ली जोसमा भ्लग बनाउँछु मैले। खानासाना केही पनि खाएन। अब एकैचोटि बाहिर निस्किन्छु अनि उतै जान्छु। अब उतै के हुन्छ हेरौँ। अनि म असिम भाइ त गइहाल्छ, म अहिले थम्बनेल देखिसक्नु भयो। अब चाहिँ म अहिले रुममा छु। अहिले त्यस्तै 11 बजे क्या समथिङ, त्यस्तै 11 कति बजे हो। अनि अब चाहिँ म यहाँबाट निस्किन्छु। अनि कोठाको हावा चाहिँ अब सफा त मैले गरेर राखिसकेको। त्यही पनि हेरौँ न एकचोटि एक लुक्स त देखाइदिउँ, बिगारेकै भए पनि केही छैन। कति राम्रो कुराहरू पनि देखाउने, नराम्रो कुराहरू ब्याड साइडहरू पनि देखाउँ न। तर अहिले त मैले खास यो बेड त के अरे सफा गर्ने भनेको फेरि एकचोटि सुत्दिहाल्छु। म एकचोटि उठ्छु अनि फेरि त्यही गरेर पल्टिन्छु, बिस्तारै बिग्रिहाल्छ। साउन्ड के अस्ति लन्ड्रीमा धोएको कपडाहरू सबै पनि लिएर आइसकेँ। अनि अब फुल्ली अब हल्का फ्रेस भइसक्यो, रुम सफा गरेर राखेको छु। सो केही नभन्दै अब म यहाँबाट निस्किन्छु। ढिलो नगरिकन छिटो यहाँबाट निस्किन्छु गाइज। सो त्यही नै हो, हेर्न चाहिँ हेरिरहनु होला मेरो भ्लग चाहिँ, कन्टिन्यू दिइराख्नु होला भ्लग चाहिँ। म चाहिँ आइसकेँ ठ्याक्क असिमलाई भेट्न। होइन असिम भाइ त यहाँ देख्न सकिन्छ हाम्रो ह्यान्डसम भएर आएको छ। अनि कमेन्टमा चाहिँ अस्तिको भिडियोमा चाहिँ के आएको थियो भन्दाखेरि हल्का क्यामेरा एङ्गल चाहिँ भएन भन्ने थियो। अब त्यो बाई मिस्टेकली भयो होला ठ्याक्क। अब मेसो भएन त्यहाँ बोल्दाखेरि हामी चाहिँ कस्तो भयो भन्दाखेरि के अरे यत्तिकै रियलमा चाहिँ बोलिरहेको थियो। अनि क्यामेरा एङ्गलको ध्यानै भन्छ होइन। अब त्यस्तो मिस्टेक चाहिँ आज त गर्दैनस् नि, हुँदैन आज यस्तो मिस्टेक हुँदैन। सो हामी चाहिँ यहाँबाट लाग्छौँ। अनि अहिले चाहिँ पोखराको त डेन्जर भाइरल प्लेस नै आइसक्यो। त्यो म जाने ठाउँ चाहिँ थम्बनेल चाहिँ देखिसक्नु भयो होला। अब भिडियोबाट थम्बनेल त पहिल्यै देखिहालिन्छ। सो त्यही नै हो। अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ। त्यसको चाहिँ बाटो पनि म देखाउँछु। खोज्दै जाने हो मलाई थाहा छैन। सो अब त्यही नै हो। सो गाइज म चाहिँ आइसकेको छु छोरेपाटनमा आइसक्यो। त्योभन्दा मास्टर बाटो सबैहरू तर चिनिहाल्यो हुन्छ। भिडियोमा चाहिँ लामो बनाउनलाई किन हाल्नु भनेर चाहिँ मैले त्यो भिडियो बनाइनँ। अब चाहिँ हामी यहाँबाट जानुपर्ने हुन्छ यता गयो भने स्याङ्जा। मैले त्यो पुम्दीमा जाँदाखेरि पनि त्यो भ्लगमा भनेको थिएँ। असिम भाइ र म आएको छौँ दुईजना। हामी दुईजनाले चाहिँ अब जता पनि हिँडिरहेछौँ। अब कुनै बेला यस्तो नै सुजलसँग हिँडिन्थ्यो, कुनै बेला विजयसँग, कुनै बेला अब अरू केटाहरूसँग। अब यतिखेर चाहिँ असिम भाइ छ मसँग साथमा। अन द वे नै छु गाइज होइन। म अस्ति नै पुम्दी आउँदाखेरि त त्यो शिवरात्रिको दिन आउँदाखेरि त म बाटो जस्तै प्याक नै प्याक थियो। तर आज पनि त्योभन्दा कम छैन। वहाँ कतिको देखियो, यहाँ आँखाबाट देखियो, यहाँ भिडियोमा कतिको देखियो। आज नि पुम्दीमा चाहिँ लगभग प्याक हुने रहेछ है त थाहा भयो। अब हामी त्यहाँ पुम्दी नबसी जान्छौँ। कहाँ जान्छौँ भन्दाखेरि त्यही ठाउँको नाम कालाबाङ हो कि हो समथिङ, त्यो जान्छौँ हामी चाहिँ। भिडियो चाहिँ हेर्न नछोड्नु होला, फुल भिडियो हेर्नु होला, फुल मस्तीका साथ। ओहो यहाँ त जाम त अचम्मै बाटो त। यताबाट चाहिँ स्टुपा जाने, यताबाट चाहिँ पुम्दी जाने है गाइज, नझुक्किनु होला। अनि आजको दिन चाहिँ कस्तो हुन्छ अरे भन्दाखेरि गाइज आजको दिन घुमियो भने जिन्दगीभर यो वर्ष पनि घुम्न पाइन्छ अरे। सो यो चाहिँ हाम्रो नेपाली तिथिमा लेखेको नेपाली शास्त्रमा। अस्ति नै चाहिँ विजयहरूसँग थिएँ, विजय सुजलहरूसँग। सुजल त उहाँ युके पुगिसके। युकेबाट हेर सुजल अझै पनि पुम्दीको बाटो यस्तै छ। सिधै हिँड्नु है सिधै, यहाँ हजुर झुक्किनै पर्दैन। तपाईँहरूलाई म नझुक्कियोस् भनेर त मैले यो भिडियो बनाइदिएको। तपाईँहरू पनि अब पोखराबाट चाहिँ कति टाइम लाग्छ भन्दाखेरि चाहिँ म वहाँ पुगिसकेपछि भन्छु है। तपाईँहरू चाहिँ नझुक्किनु होला नि। तपाईँहरूलाई सजिलो बनाउनलाई मैले यो भिडियो बनाउँदैछु। अहिले पोखराको एकदमै चलेको भाइरल प्लेस
अब आज न्यू इयर हो क्या आज वैशाख 1 गते नेपालीको महान चाडपर्व न्यू इयर ह्याप्पी न्यू इयर त मैले भनिसकेँ त्यही भएर फेरि यहाँ पुम्तीकोटबाट नै ह्याप्पी न्यू इयर भन्छु एकचोटि ह्याप्पी न्यू इयर गाइज टक्क जानुपर्ने चाहिँ हामीलाई यता हो है यता है यता 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 सिधै मास्टर गयो भने पुम्तीकोट हामीलाई चाहिँ जानुपर्ने हुन्छ गाइज यतापट्टि है अब चाहिँ फेरि कहाँनिर चाहिँ तपाईँहरू झुक्किन सक्नुहुन्छ भन्दाखेरि चाहिँ त्यहाँबाट चाहिँ हामी यता आयौँ सिधा गाइज भिडियोमा फेरि एकचोटि पज गरेर हेर्नु होला बुझ्नुभयो गाइज यहाँबाट चाहिँ हामी मास्टर जाने चाहिँ यताबाट जाने होइन हामी जाने चाहिँ यता है सो यता यता एकचोटि यता हराउनु न तपाईँहरू ढुक्क हराइ आयो हुन्छ हा 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 अब चाहिँ यहाँबाट चाहिँ हाम्रो मुख्य जाने डेस्टिनेसनको बाटो सुरु हुन्छ गाइज अब कता हो ल मैले देखेको टावर खोइ म झुके पनि तपाईँहरू चाहिँ झुकिनुहुन्न कि तपाईँहरू यति ढुक्क भएर बस्नुहोस् तर मैले चाहिँ देखिनँ कि मैले खोजेको टावर वहाँ हो काहीँ नभुल्नु होला सट्ट स्ट्रेट हिँड्नु होला तपाईँहरूलाई म सहीसँग बाटो देखाइदिन्छु सो गाइज अहिले चाहिँ हामी अन द वे नै छौँ भिडियो देखिसक्नुभयो होला त्यहाँबाट चाहिँ नझुकिनु होला झुकिनु पर्ने ठाउँ चाहिँ त्यही नै हो झुकिनु पर्ने भन्दा चाहिँ झुकिहालिन्छ ठाउँ चाहिँ त्यही नै हो गाइज त्यहाँ चाहिँ नझुकिनु होला हाम्रो अब यहाँबाट चाहिँ देख्न सक्छौँ हल्का मात्र अलिकति कताको हो ल यहाँ हो यहाँ ओ त सानो टावर त्यहाँ चाहिँ हो गाइज अब चाहिँ हामी यहाँबाट चाहिँ सट्ट लाउँछौँ ढिलो नगरौँ तपाईँहरूलाई हेर्दा हेर्दा कतिखेर छिटो पुलाएर ठाउँ हेरौँला भन्ने भयो होला त्यही भएर चाहिँ अब हामी यहाँबाट चाहिँ सट्ट लगाइहाल्छौँ है हामी चाहिँ अहिले सिधा आँखामै तपाईँहरू चाहिँ नझुक्किँदै नझुकिनु होला अब ठ्याक्कै हामी चाहिँ यता सिधा आँखा बाटो यहाँपट्टि यस्तो खै यो के हो यो बाँसपानी अरे यहाँ आउनु होला बाँसपानी भन्ने ठाउँमा देखिन्छ चट्ट आउनु होला यो बाटो एउटा सिधै आउनु तपाईँहरू हराउने हराउनु न अनि अब चट्ट लगाएर चाहिँ अब हल्का लोजिक पनि लाउनु तलतिर त्यो डाँडो हामाथि भएपछि यहाँ त पक्कै जाने हिँड्नु होला भनेर त्यही भएर तपाईँहरू लाउनु लोजिक लाउनु अनि लोजिक लगाएपछि चाहिँ सट्ट लगाएर यस्तो ठाउँहरू देखिन सकिँदो रहेछ हामीले टक्क लगाएर अनि यहाँ यस्तो यस्तो हल्का हल्का छ यो हैट अनि अब यहाँ टक्क लगाएर ए अब यस्तो बाटो खै यो तपाईँहरूलाई चाहिँ अब बाटो अफरोड चाहिँ छैन यतापट्टि चाहिँ अहिलेसम्म मैले देखेअनुसार उता कसै अलिकति छ तपाईँहरू ढुक्क लिएर आउनु सक्नुहुन्छ गाइज ढुक्क आउनु होला साथीभाइ गर्लफ्रेन्ड इष्टमित्र कोसँग आउने सबसँग आउँदा हुन्छ बाटो चाहिँ दामी मिलेको छ बाटोहरू चाहिँ गाइज काहीँ त म दाम मोड्ने टर्निङहरू छ भनेदेखि चाहिँ मैले देखाइरहेको छु टर्निङहरू चाहिँ केही छैन स्ट्रेट छ ए बाटो पनि स्ट्रेट छ यता अब चाहिँ फेरि एउटा लोजिक के लाउनु भन्दाखेरि तँ माथि देखिरह टर्निङबाट यता जाँदा पक्कै होइन होला त्यही भएर यता होला त्यही भएर चाहिँ हामी जानुपर्ने हुन्छ सिधा माथि जानुपर्ने हुन्छ गाइज किन भन्दाखेरि टावर हामीले माथि देखिरहेको थियो यस्तो यस्तो सानो ठाउँ यहाँ पोखरा पालिका यहाँ बोर्ड सोर्ड के छ सबै हेर्नु होला यहाँ सो गाइज यताबाट माथिबाट गर्नु पऱ्यो भिडियो किन भन्दाखेरि यताबाट लास्ट काल यहाँ माथि हो घाम अब चाहिँ हामी ठ्याक्क यहाँ ठ्याक्क जानु पर्ने चाहिँ हामी माथि हो लोजिक लाउनु पऱ्यो ठ्याक्क हामी आगोबाट चाहिँ यो आउन चाहिँ यताबाट नै मिल्छ आउन मिल्छ अनि हामी चाहिँ अहिले यताबाट आऊँ होइन कतिको आँखा फेरि एङ्गलै बिग्रियो अनि तपाईँहरूले यस्तो बोर्डहरू पनि देख्न सक्नुहुन्छ यहाँ के लेखेको समथिङ पढ्नु होला पज गरेर पढ्न मन छ भनेदेखि चाहिँ पढ्न फुर्सद छैन कतिखेर भए पुलाएर हेरौँला भन्नुभयो भनेदेखि चाहिँ त्यो सट्ट हेर्न सक्नुहुन्छ अब हामी चाहिँ यहाँबाट जान्छौँ भाइ यहाँ छ अब हल्का बाइक पनि तात्यो होला भनेर हल्का यसो रेस्ट दिएको बाइक तात्दैन मलाई थाहा मेरो बाइक तात्दैन अब चाहिँ हामी यहाँबाट चाहिँ लाग्नुपर्ने हुन्छ सक्क लगाएर भिडियो चाहिँ होपफुल्ली मैले चाहिँ राम्रो मस्ती गराउन सकूँ भन्ने चाहिँ मेरो चाहना इन्टेन्सन चाहिँ त्यही नै हो गाइज अब चाहिँ हामी यहाँबाट लाग्छौँ ढिलो नगरिकन तपाईँहरूलाई कतिखेर पुला त पक्कै भयो यो ठाउँ त भाइरल चर्चित पक्कै छँदैछ कतिलाई बाटो थाहा कतिलाई बाटो थाहा पनि छैन होला गाइज त्यही भएर चाहिँ अब म यहाँबाट लागिहालेँ सो भिडियो कन्टिन्यू दिइराख्नु होला गाइज म त माथि त्यहाँबाट हिँडिसकेँ होइन सिधै त्यहाँबाट चाहिँ तपाईँले नझुकिनु भनेर मैले त बाइक रोकेर पनि देखाएँ तपाईँहरूको सेवा गर्न हेर्नु त म कति तयारी छु आज न्यु इयरको दिन पनि हो तपाईँहरू अब न्यु इयरै पार्नु पर्छ छैन अब आज गएर भिडियो हालेर तपाईँ भोलि आइहाल्नु सक्नुहुन्छ अनि वेदर पनि कस्तो क्लिनै छ है गाइज पानी हल्का हल्का सानो सानो पानी पऱ्यो पोखरातिर त तपाईँ ठाउँतिर पानी पऱ्यो कि परेन कमेन्ट गरेर चाहिँ नभुल्नु होला म सोध्दै हिँडे पनि तपाईँहरू चाहिँ सोध्न पर्दैन कि तपाईँहरू ढुक्क हुनुहोस् न म यहाँ तपाईँहरूलाई सेवा लिएर आएको छु आज यहाँबाट चाहिँ यता मोड्ने होला सायद मोड्दिमै हामी एकचोटि हो कारहरू यता रोकेपछि यहाँबाट चाहिँ त मोड्नु होला गाइज यसो सानो अफरोड छ यही हो अफरोड भनेको चाहिँ पिच रोड सकेपछि चाहिँ यता अफरोड छ यताबाट चाहिँ हो यताबाट चाहिँ यता आउनु होला म अब काहीँ नसोधेको जान्छु है हजुर देखा आपने लापरवाही का नतिजा ए बाटो बन्द छ अरे सो कुरा के भयो भन्दाखेरि चाहिँ यो बाटो जान्छ अरे यो बाटो चाहिँ यतिखेर चाहिँ मेन्टेनेन्स ब्रेकमा छ अरे त्यो भन्नु खोजेको चाहिँ बाटो चाहिँ हल्का बनाउनु लागेको छ अरे के
त्यही भएर चाहिँ अब हामी यता हल्का घुम्न पर्ने भयो मलाई चाहिँ यो बाटो कन्फर्म थियो फेरि म तपाईँहरूलाई झुक्काएको भएर दुःख दिन खोजेको चाहिँ होइन जस म दुःख पाए पनि मैले दुःख पाउँछु तपाईँहरूले दुःख पाउनुहुन्न गाइस त्यही भएर चाहिँ यताबाट चाहिँ यता जानु होला हिँड्दै गयो नि मिल्छ है मिल्न त जस बाइकमा जान्छु भन्यो भने चाहिँ हामी चाहिँ बाइकमा जाऊँ भनेर सोचेको त्यो बाटो चाहिँ बिग्रेको रहेछ तर जाने बेला चाहिँ सोधेर जानु अथवा बुझेर जानु त्यहाँ बाटो चाहिँ अब त्यहाँ बाहिर बोर्ड चाहिँ सडक निर्माण कार्य भनेर लेखेको रहन्छ यहाँ चाहिँ कस्तो रहेछ भन्दाखेरि कुरो गाइस होइन अब म चाहिँ अब कस्तो बेला आएँ त्यो त थाहा भएन अब बाटो चाहिँ 25-20 मिनट लाग्छ अरे सट्टा लाएर बाइकमै जाने भनेदेखि चाहिँ हामी चाहिँ बाइकमै जान्छौँ यता घुमेर त्यहाँ पनि राखेर जान मिल्दो रहेछ आफू त्यहाँ राखेर पनि गयो हुँदो रहेछ तर जोस् बाइकमै जान्छु भन्नुहुन्छ भनेदेखि चाहिँ यो बाटो पनि नजाने चाहिँ होइन त्यही भएर हामी चाहिँ बाटो बाइकमा जान्छौँ तपाईँहरू चाहिँ आउनुभयो भने चाहिँ तपाईँको आफ्नो खुसीले आउन सक्नुहुन्छ त्यहाँ बाइक राखेर पनि भयो अथवा बाइक नराखी जान सक्नुभयो त्यो तपाईँहरूको कुरा हो गाइस हल्का हल्का अफरोड रहेछ गाइस राइड चाहिँ बबालै हुनेवाला छ अब चाहिँ अफरोड राइड छ होइन मलाई फेरि अफरोडतिर हल्का चढाउनु चाहिँ अलिक बेसी मजा आउँछ कि क्यामेरा एङ्गल चाहिँ म मिलाइहाल्छु गाइस म चाहिँ अन द वे नै छु होइन के अरे तपाईँहरू चाहिँ त्यहाँ मैले भनिसकेँ होइन त्यो पनि एकचोटि क्लियर कुरामा भनिदिन्छु अनुहार देखाएर भनिदिन्छु कि तपाईँहरूलाई चाहिँ त्यहाँ चाहिँ कस्तो भन्दाखेरि हामी त्यो जुनमा माथि गयो नि अहिले बाटो तपाईँहरूले भिडियोमा देखिसक्नुभयो होला त्यो चाहिँ गयो भनेदेखि चाहिँ त्यहाँ मास्टरको बाटो जाँदो रहेछ तर सर्टकट पनि थियो त्यो 5-6 मिनटमा पुग्थ्यो भन्ने मैले भिडियो एउटा देखेको थिएँ त्यहाँ चाहिँ अब यतिखेर बाटो बन्द रहेछ त्यही भएर चाहिँ हामी त्यहाँबाट लत्त फर्क्यौँ यता अनि यता आइसकेपछि त्यहाँ बिचमा बाइकहरू पार्किङ गरेको देख्नुभयो होला तपाईँलाई भिडियोमा त्यहाँ राखेर जाँदा नि मिल्यो अथवा यताबाट चाहिँ यताबाट हुँदै यो बाटोदेखि जुन बाटो यो वेहरू देख्नुभयो त्यो बाटो हुँदै पनि 25 मिनट जस्तो लाग्छ अरे त्यही भएर चाहिँ हामी चाहिँ अब बाइकमै जाऊँ त भन्ने सोचमा दाजुभाइ चाहिँ सट्ट लाएर हिँडेको छौँ अनि अर्को कुरो के अब हाम्रो घरतिर त आफ्नो जन्म ठाउँ त जस्तो भए पनि रमाइलो लाग्छ होइन तर यतापट्टिको यो पाखो हेर्नु न यस्तो मिलेको छ नि होइन मलाई त अब यस्तो मिलेको लागेको त्यही भएर यहाँ भिडियो खिच्दिनँ भन्दा पनि खिच्न बाध्य बनाएको यहाँको यो प्राकृतिकले जुन प्राकृतिक गिफ्ट थियो नि यहाँ उपहार थियो नि कोसेली प्राकृतिकको त्यो कोसेली देख्दाखेरि पनि होइन यस्तो के बबाले लाग्यो कि हेर्नु ठाउँ चाहिँ यस्तो यहाँका यी सुर्खाहरू के सुर्खा भन्छ हाम्रोतिर तपाईँहरू चाहिँ अब के भन्छ थाहा भएन यो ठाउँ चाहिँ यस्तो मिठो बसेको कि यो हेर्नु न पाखाहरू पनि यहाँ ठ्याक्क अब बाख्रा साख्रा हुने भए पनि होइन चट्ट यहाँबाट लगाइदियो सिहाल्यो खेतीसेती गर्न सहिलो अब खोला पनि त्यहीँ नजिकै रहेछ पुरो पानीको पुरो असुविधा छ त्यहाँ खेततिर यसो ल्याउन तर यहाँ अब कस्तो छ त थाहा भएन जस यहाँबाट देख्दाखेरि चाहिँ यस्तो मिठो के मलाई त एकदम मिठो लाग्यो होइन अब त्यही नै हो बाइक चाहिँ म यहाँ रोकेको मान्छेहरूको आउने क्रम चाहिँ भरै बोल्दा पनि गइहालेँ यताबाट चाहिँ अब जस अहिले चाहिँ एकदम पोखरामा यतिखेर चाहिँ चिनिएको ठाउँ हो त्यो चाहिँ हो अनि यसो असीम भाइसँग यसो अन्तर्वार्ता लिउँ यहाँको ठाउँलाई यो चाहिँ कस्तो लाग्यो हाम्रो गाउँतिर चाहिँ कस्तो अब यो ठाउँ चाहिँ कस्तो छ बवाल छैन यसो भन्न केही तँलाई कस्तो लागिरहेको ठाउँ देख्दाखेरि चाहिँ अब हाम्रो घरतिर पनि यस्तै बसेको भएदेखि चाहिँ यसो बिसेको हुन्थ्यो जस्तो लाग्यो केही लाग्यो कि अब बसेको अब बसाल्न पहिले जे दिएछ त्यस्तो रमाउनु जान्न पर्छ त्योभन्दा केही यहाँ धेरै राम्रो होइन हाम्रो गाउँमा भन्दा केही विशेष राम्रो पनि भनौँ तर आफ्नो गाउँमा नराम्रो भन्न चाहिँ मिलेन तर हाम्रो गाउँमा भन्दा अलि रमाइलो टाइपको ठाउँ रहेछ सो गाइज अन्यथा चाहिँ नलिनु होला हाम्रो चाहिँ भन्नु खोजेको के भन्दाखेरि आफ्नो जन्म ठाउँ त रमाइलो छँदैछ तर यहाँको यो पाखोहरू के होइन कस्तो मिठो बसेको के ठ्याक्क जे होस् हेर्दाखेरि पनि आनन्द आउने खालको के हेर्नु पाखा बारीहरू पनि यो यति पाखो आफ्नै नाममा हुने भने के गर्नुपर्छ के गर्नु पर्दैन है त्यस्तो सोच त नगर योभन्दा धेरै पाखोहरू आँटम तर जे होस् यो पाखो भइदिएको भए पनि भन्ने कुरो चाहिँ हो सो त्यही नै हो गाइज अब चाहिँ हामी यहाँबाट फेरि निस्किहाल्छौँ भिडियो धेरै लामो नबनाऊँ सो भिडियो कन्टिन्यू चाहिँ गर्नु होला अब अफरोड राइड चाहिँ हल्का राम्रै मजै आउँछ क्या जे होस् अब यहाँ चाहिँ अब यसलाई फोहोरो हुनसक्छ यसो कपडा झर्छस् अनि मैले खुट्टा टेक्नु पऱ्यो भने त तँलाई गाह्रो पर्छ नि त सक्यो कपडा फोहोर नगरिदिउँ भनेर गाइज जोगिएर चलाउनु पऱ्यो नि जोगिएर त यहाँ त त्यस्तो रिक्स केही पनि छैन त्यही पनि भाइको कपडा फोहोर नगरिदिउँ चट्ट हिरो पल्टेर आँखा डेटिङ जाने जस्तो भएर त्यही भएर चाहिँ हो बहुत रमाइलो जस्तो ठाउँ छ है यतापट्टि चाहिँ हल्का अफरोड त मलाई चाहिँ अफरोड मनपर्ने हो हिलो चाहिँ मनपर्ने होइन के अरे यताबाट चाहिँ सट्टा हालिदिउँ है ल भ्लगरको कमाल देखाम है अब 1 2 3 4 ए बढी गर्नेछु ल यो पनि पार गयो तपाईँहरूलाई चाहिँ म अब 25-20 मिनट लाग्छ भने तपाईँहरूलाई म 15 मिनट गरेर देखाइदिन्छु भिडियो चाहिँ तपाईँहरूले हेर्दा झ्याउ मार्न चाहिँ भएन गाइज अब त्यही नै हो ओहो 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 ओहो
तपाईँहरूलाई भिडियो फेरि म जति छिटो गयो त्यति छिटो भिडियो छोटो हुन्छ नि त, त्यही भएर चाहिँ म यहाँबाट फुल ब्लग हालिदिन्छु। तपाईँहरू चाहिँ सब हेर्नु होला, बाटोको अवस्था कस्तो हो त्यही अनुसार चाहिँ आउनु होला। म उतासम्म त मैले ठिकै छ भन्थेँ, अब यहाँबाट पनि ठिकै छ तपाईँहरू चाहिँ होप लस नगर्नु होला। ल गाइज बाटो चाहिँ यस्तो अफरोडै भए पनि डरले खालको अफरोड चाहिँ छैन है हो। यस्तो यस्तो ठाउँहरू रहेछ गाइज। कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ तपाईँहरू चाहिँ त माथि चाहिँ नजानु होला। म चाहिँ अहिले ठ्याक्क कस्तो भन्दाखेरि यसो माथि त्यहाँ पुगिसकेको थिएँ, अनि फेरि यसो रिसर्च हानेको यतापट्टि माथि नरहेछ कि, त्यही भएर चाहिँ हो ठ्याक्क। सो गाइज कुरा चाहिँ के भन्दाखेरि चाहिँ म चाहिँ यहाँ माथि चाहिँ यसो यहाँ थिएँ घुम्दै थियौँ, ठ्याक्क यसो त्यहाँ पछि बोर्ड हेरेँ होइन, अनि त्यो बोर्ड हेरेको ठ्याक्क कस्तो रहेछ भन्दाखेरि म झुकेको, अनि यहाँ झरेर हेरेको यताबाट चाहिँ होइन जस्तो लागेको मलाई चाहिँ, अनि त्यही भएर यसो रिसर्च हानेको नि ठ्याक्क यहाँबाटै ठ्याक्क। तपाईँहरूले आउँदा चाहिँ आँपको रुख देख्न सक्नुहुन्छ। यस्तो यो तपाईँहरू आउँदा चाहिँ हरियो भइसक्छ होला, अहिले चाहिँ यस्तो भुटोको चाहिँ कलर चाहिँ नझुक्किने होला, सन्सको पालाहरू यस्तो थियो भने चाहिँ त्यस्तो चाहिँ होइन गाइज। अब त्यही नै हो गाइज। अनि ठ्याक्क पछाडिको हेर्छ ठाउँ चाहिँ यस्तो छ, तपाईँहरू चाहिँ मजाले आउनु सक्नुहुन्छ। बाटो साटो केही टेन्सन नलिगाउ, उता 5-7 पनि बजिरह। अब यहाँबाट चाहिँ त्यही नै हो गाइज, यस्तो देख्न सक्नुहुन्छ। यताबाट चाहिँ हेर्ने भनेदेखि चाहिँ अनि यता माथि चाहिँ नजानु होला गाइज, यहाँबाट चाहिँ यता भित्र छिर्नु होला। अनि सो त्यही नै हो गाइज। अब यहाँबाट चाहिँ बाटो हेरमै बाटो धेरै गल्फ पनि नगरिकन हल्का हल्का रिक्स छ। यतापट्टि चाहिँ छेउछेउ नपेल्नु होला, कुना पेल्नु होला, आफ्नो ज्यान गुमाइ लाउँछ भने। त्यही नै हो गाइज। अब यस्तो हेर्नु न टक्क लाएर यस्तो बाटो चाहिँ यस्तो छ है। ल गाइज फुल जोसका साथ बाइक चलाउनु होला यहाँ। ल गाइज हेर्नु होला है, रमाइलो भइरह नि हो हो ठिक छ। सो गाइज अब यताबाट यताबाट यता है गाइज। ल अब चाहिँ लगभग हामी आइसक्यौँ। तपाईँहरू चाहिँ अब कतिखेर पुगला यसको गफ नसकिएर भन्नु होला। अब चाहिँ आइसक्यो, तपाईँहरू ढुक्क भएर बसे हुन्छ। ओहो गाइज मान्छेहरूको देख्न सक्नुहुन्छ, आवत जावत क्रम एकदमै जारी हो ठक्क है। म फेरि ढुङ्गा हालिएको बाइक, तपाईँहरूले चलाउनु जान्दो रहेछ नभन्नु होला। ओहो गाइज हामी चाहिँ अहिले अन्त नै छौँ होइन, टक्क लाएर यसो यहाँ बसेको के रेस्ट त नगर्न मेलाई थकै त लाग्यो होइन, तर पनि हुन्छ नि। अब यसो बस्न मन लागेको मलाई चाहिँ। अनि अहिले चाहिँ हामीले बाइक राखेको सायद उहाँबाट देखेको रहेछ ठाउँ चाहिँ त्यहाँ होला है। अब यहाँ असीम भाइ चाहिँ सट्ट यहाँ मान्छेको जुन हुन्छ नि आउने जाने क्रम एकदमै धेरै छ क्या गाइज, यहाँ एकदमै धेरै नै छ। अब तपाईँहरू चाहिँ यहाँ दुःख सुख केही नहोस्, यो भ्लग हेरेर दुःख सुख सबै गायब होस्। अनि के रे सुख कायम होस्, दुःख गायब होस्, यसले जाने हो नि कुरा त। अब सो त्यही नै हो। बाटो पनि एकदमै गुड छ गाइज, गुड। अब बर्खामा चाहिँ हल्का गुड भन्न सकिन्न है, किन भन्दाखेरि बिचमा चाहिँ अफ रोडमा चाहिँ हल्का हिलो छ नि त, त्यतिखेर चाहिँ हल्का गुड नहुन सक्छ। यतिखेरको सिनारीमा चाहिँ ठ्याक्क हुन्छ नि। अब आज भोलितिर आउनुहुन्छ भनेदेखि चाहिँ एकदम बेस्ट छ गाइज। चाहिँ एकदमै जोस लाएर भिडियो बनाएको छु आज चाहिँ, यो बाटो चाहिँ सजिलो होस् भनेर चाहिँ। सो त्यही नै हो गाइज। अनि अब के भन्नु पर्यो त, यतापट्टि हेर्नु, यतापट्टि चाहिँ ठाउँ यस्तो देखिन्छ, हरियाली नेपालको शान, हरियाली वन नेपालको शान, हरियो वन नेपालको धन। त्यो पनि यो मैले नयाँ नारा निकालिदिएको के, त्यही नै हो होइन। एकचोटि सर हेर्नु, मस्त मजा लिनु, एकदम चौपारी पनि छ यसो आराम गर्नको लागि। हामी जाने चाहिँ यता हो। अनि यहाँ मासतिर पनि मेनली यो पनि छ है, यो पनि म गएर देखाइदिइहाल्छु। म अहिले त्यहाँ बसेर भिडियो बनाएको थिएँ, अहिले चाहिँ म यहाँ छु होइन। यतापट्टि चाहिँ ठाउँ मैले इग्नोर हान्न सकिनँ के, कसरी इग्नोर हान्ने हो, हान्नै सकिन्न। यहाँ ठाउँहरू यस्तो सुन्दर छ है, यस्तो बवाल देखियो है। यसो माथिपट्टि के रहेछ, यसो धेरै माथि जान सकिन्छ तर हामीसँग एकदम टाइम कम छ। अब भिडियो सकभर हाम्रो डेस्टिनेसन चाहिँ त्यहाँ हो, त्यहाँ गएर चाहिँ सट्ट अब कस्तो हुन्छ त्यहाँ गएर चाहिँ भिडियो बनाइहालौँ। ठाउँ चाहिँ कस्तो छ, अब तपाईँले टिकटकतिर यताउति कता देख्नु भएको थियो होला। एक्ज्याक्ट ठाउँ चाहिँ कहाँ हो यो भिडियोमा तपाईँले देखिसक्नुहुन्छ। त्यही पनि अन्त बिचमा के हुन्छ नि, बाटोमा चाहिँ कस्तो हो फोटोसोटो खिच्नलाई, यताउति आएर बस्नको लागि, अथवा त्यही ठाउँमा नआए पनि यसो रेस्ट गर्नलाई यतापट्टि आउनलाई, पोखराको नजिकै हुन्छ भनेदेखि चाहिँ त्यही एराउन्ड
30 मिनटमा 40 मिनटभित्र त आइसकिन्छ नि मजाले। तर बाटोको अवस्था चाहिँ अलिक ठिकै छ। तर हजुरसम्म बाटोहरू हल्का हल्का मिस्टेक हुन बिग्रिन सक्ने सम्भावना चाहिँ छ। किन भन्दाखेरि चाहिँ बाटोमा हल्का हल्का तपाईँहरूले भिडियो आउँदा देख्नु होला तलतिर बाटो चाहिँ तलतिरपट्टि हल्का चाहिँ बिग्रेको थिएन कि त्यो उसकै हिलो थियो यताउति थियो त्यो चाहिँ थियो। सो त्यही नै हो गाइज। अब एक्चुअली यतापट्टि हेर्छौँ एक लुक्स हामी चाहिँ अहिले माथि जान्छौँ कता नि माथि जाम। सो त्यही नै हो यताबाट चाहिँ हल्का कालो आएको हेर्नु न नपत्ता। सो गाइज हामी चाहिँ एकछिन यहाँ अझै पनि भुलिरहेको यहीँ हामी चाहिँ अब यहाँ भुल्दैछौँ एकछिन सट्ट यस्तो यहाँ बसेको यसो एक दुईवटा फोटो खिच्नु पर्यो भाइको पनि मेरो पनि भाइसँग पनि। सो त्यही नै हो होइन। अब एकछिनपछि चाहिँ हामी यहाँबाट लाग्नेवाला छौँ। ठाउँ चाहिँ एकदम सुन्दर लाग्यो मलाई इग्नोर गर्नै सकिनँ कि यो ठाउँलाई चाहिँ देखेर है यस्तो बवाल लाग्यो कि है मलाई चाहिँ त्यही भएर चाहिँ हो। अब चाहिँ हामी एकछिनपछि चाहिँ यहाँबाट निस्किन्छौँ। सो गाइस तपाईँहरूलाई चाहिँ म एउटा कुरो देखाउन गइरहेको छु होइन। तपाईँहरूलाई चाहिँ थाहा छ कि छैन तपाईँहरूलाई चाहिँ म एउटा कुरो देखाउँछु के भन्दाखेरि चाहिँ यहाँ हामी चाहिँ खुब खाइन्थ्यो कि है। हामी त घुम्न आएको कता आइयो हामीले चाहिँ यस्तो खुब खाइन्थ्यो यता घरतिर हुँदाखेरि चाहिँ यता औसेलु हो कि टक्क यो यस्तो हुन्छ नि रातो रातो यो उसहरू यो चाहिँ ट्याप्प खाने हो। अब यो भाइले चाहिँ मलाई भिडियो बनाउँदैछ त लोत पार्ला जस्तो हो 2-4 नटिने एकचोटि एउटा गरेर खाऊ न यसरी तान्न त पर्यो। तपाईँहरूको घरतिर के पाइन्छ पाइन्न हाम्रो घरतिर चाहिँ औसेली भन्छ है। तपाईँ घरतिर के भन्छ यस्तो हुन्छ दाना चाहिँ रातो रातो चाहिँ औसेली हो। यो चाहिँ बबाले बिठौला हुन्छ होइन। लभली है भिडियो लामो हुने भयो जति लामो भए पनि भिडियो चाहिँ पार्ट 1मै आउँछ है। यो औसेली खान्छु गाइज एकचोटि यस्तो मिठो हो तपाईँहरूलाई कतिखेर जान्छ जस्तो भइसक्यो होला। यो चाहिँ हाम्रो घरतिर चाहिँ एकदम धेरै खाइन्छ क्या। पहिला घरतिर हुँदाखेरि चाहिँ त्यो हाम्रो घरतिर चाहिँ लास्ट हुन्छ कि यस्तो होइन पानी परेपछि फुल्छ कि यो होइन त पाक्छ। गाइज औसेली भनेको चाहिँ यही नै हो है लास्ट मिठो हुन्छ। तपाईँहरू नि यता भ्लग के अरे ठाउँ हेर्न आउँदाखेरि पस्नु होला यतापट्टि। अब चाहिँ हामी हाम्रो निस्किने तयारी गर्छौँ। छोडो दाइ यहाँ दाइले खाउन छोडेको देख्नुभयो यस्तो माया गर्ने तपाईँहरू पनि यस्तो आउँदाखेरि चाहिँ अलिक हल्का माया गर्ने भाइ लिएर आउनु होला। सो गाइज हामी चाहिँ त्यहाँबाट निस्किसक्यो होइन। अब चाहिँ हामी यहाँबाट जानुपर्ने हुन्छ। औसेली खाइयो यसो बसियो पनि ल ल ल ल ल ल ल के गर्छ बाइकले सुस्त बाबु धार्जे आहा आहा फाइनल्ली गाइज फाइनल्ली आइयो अब हाम्रो डेस्टिनेसन। ल हेर्नु गाइज अब बाइक चाहिँ कहाँ राख्ने भन्ने कुरा हो। फाइनल्ली हामी चाहिँ यहाँ आइयो होइन। अब चाहिँ मास्टर लाग्नुपर्ने हुन्छ हल्का हल्का उकालो छ। बाइक चाहिँ हामीले त्यहाँ राख्यौँ देखिसक्नु भयो। एकछिन बाटोमा भुलियो क्यारियो तपाईँहरू भुल्न मन लाग्यो भुल्न मन लाग्यो नभुल्नु। सो त्यही नै हो। अब चाहिँ यहाँबाट चाहिँ सट्ट लगाएर हल्का उकालो है हल्का उकालो छ कस्तो मजा भइराख्ने न मसँग हिँड्नु पाएर मजा भयो नि न बल भयो। सो त्यही नै होइन। अब चाहिँ हामी यहाँबाट चाहिँ हल्का हेरौँ न कस्तो हल्का उकालो हो यही त हो नि होइन। तपाईँहरूले टिकटक देखेको तपाईँहरूको टिकटकको देखेको सपना सन्जुसले यहाँ साकार पारिदियो बाटो देखाइदियो। तपाईँहरू अब आफ्नो तरिकाले आउन सक्नुहुन्छ। कालाबाङ घरेडी बुद्ध पार्क। सो यही नै हो हेरौँ एकताल कालाबाङ घरेडी सो जानुपर्ने हुन्छ। सो तपाईँहरू आउन सक्नुहुन्छ यस्तो घुम्नलाई ठाउँ चाहिँ बेस्ट छ बेस्ट अफ द बेस्ट होइन। हामी यहाँ ठ्याक्कै यहीँ हम होइन यस्तो यतापट्टि देख्यो भनेदेखि चाहिँ उहाँ चाहिँ यो उस भयो के अरे शिवको मन्दिर यतापट्टि चाहिँ भयो यो सराङकोट चाहिँ यता भयो त्यो ठाउँ चाहिँ यस्तो होइन टक्क देख्दाखेरि चाहिँ। अब चाहिँ हामी ठ्याक्कै यहाँबाट माथि जान्छौँ। उकालो चाहिँ ठाडे उकालो रहेछ गाइज। अब चाहिँ यहाँबाट चाहिँ हल्का उकालो है माथि चाहिँ ठाडे उकालो छ भनौँ न यस्तो छ।
अब हेरौँ के हुन्छ। उकालो चल्न सकिन्छ आई नो। यस्तो उकालोहरू धेरैचोटि सक्यो। यहाँबाट 10 चोटि तलमाथि 10 चोटि तलमाथि गऱ्यो भने के हुन्छ भर्ती भइन्छ होला यार। ओहो फाइनल्ली यस्तो रमाइलो रहेछ र त। डेन्जर रहेछ गाइस डेन्जर सोचे भन्दा डेन्जर रमाइलो रहेछ र त। हेर्नु नि तलतिरपट्टि यस्तो हो। यता त टिकटक सिकटक के बनाउने सब बन्द रहेछ होइन। हसी भाइ कस्तो भइरहेको यता हेर्न कस्तो भइरहेको रमाइलो भइरहेको छ। घुम्नु पाइए आइए टिकटकको चाहिँ यस्तो रहेछ है। ए जहाँबाट पनि देखिने ठाउँ यही नै हो। टिकटकतिर भाइरल भएको ठाउँ नि यही नै हो। अब चाहिँ यहाँ यस्तो रमाइलो है टक्क लाएर। आमा यताको सिनहरू नि हेर्नु एकचोटि है आनन्दले। ओ बल्ल यहाँ चाहिँ हरियो वन धन त्यो नाराले काम गऱ्यो है। आमा कता कता हो गाइस मलाई त थाहा छैन। यतापट्टि थाहा नभएको चाहिँ के भन्ने ओहो के देखियो है यतापट्टि। सो हामीलाई चाहिँ थाहा होइन। बल्ल बल्ल आइयो ठाउँ बाटो पनि देखियो होइन। कस्तो आनन्द भइरहेको हामीलाई चाहिँ मान्छेहरू चाहिँ बस्दै छ गाइस होइन। रमाइलो नि त्यस्तै रमाइलो भयो। यस्तो बवाल छ नि त यो ठाउँ चाहिँ यस्तो बवाल लगाइरहेको नि सब आफ्नो तालमा होइन टक्क लगाएर। ओहो उनीहरू पनि एकचोटि के भन्ने भइसक्यो म यहाँ। कस्तो रमाइलो भइरहेको यहाँ चाहिँ सोचेको भन्दा चाहिँ धेरै नै उस रहेछ क्या। घाम कताबाट पऱ्यो कताबाट घाम यस्तो यहाँ फेरि टिकटकको पनि सुटिङ भइरहेको है टक्क लगाएर है। टिकटक यस्तो है यस्तो लभली सट। पछि त गर्लफ्रेन्डसँग आएछ है। लभली हुँदैछ यहाँ टक्क लगाएर यस्तो लभली हुँदैछ नि। अब कस्तो क्यामेरा एङ्गल चाहिँ कताबाट राम्रो थाहा होइन होइन। यहाँ न्यु इयरको चाहिँ आज डेन्जर भिडभाड छ। अरू दिनहरू भिडभाड पनि हुन्छ होला सायद तर आज न्यु इयर स्पेसल भएर होइन होइन हामी आज चाहिँ अब जान्ने छ क्या। सो अब हेरेर रमाइलो भइरहेको एकदम चिल भइरहेको हावा मिठो लाउँदो रहेछ। अब फोटोसोटो खिच्न पनि हुन्छ एक दुईवटा आइसकेपछि फोटो नखिच्ने कुरै हुँदैन नि त। कपाल काटेको यो दारी फालेको कि है कस्तो देखियो होला है तर जोत देखियो होला। मलाई फेरि बेला बेलामा यो यस्तोहरू के होइन एकदम के एलर्जी हुन्छ बढ्दै गएपछि त्यही भएर यस्तो काटिदिइहाल्ने कि राम्रो देखियोस् नराम्रो देखियोस् मतलब छैन। आफूलाई कम्फर्ट भएपछि भयो। नो केयर्स नो बडी गन नाइ केयर। सो त्यही नै हो। एकदम धेरै भन्दा एकदम धेरै छ गाइज है। एकदम धेरै भन्दा एकदम धेरै छ यहाँ प्याक है। यहाँ त खुट्टा हाल्ने ठाउँ पनि छैन यार। मोबाइल पनि डाउन हुन लागिसकेको छ यार यो उसको गर्दाखेरि। दिन चाहिँ धेरै प्याक छ गाइज। सो के भन्नु अब यहाँ अरू त है लास्ट धेरै प्याक छ कि यो। ड्रोन सट नि भइरहेको थियो कता ड्रोन पनि छैन गाइज। माथि यस्तो माथि ड्रोन छ देखिएन होइन। यहाँ चाहिँ एकदम धेरै प्याक छ कि एकदम। यहाँ होइन यसो फोटो खिच्न पर्ला ठाउँ पाइएला भनेर भनेको गाइज जस्तै भइसक्यो। हामी बालो कुरेर बसेको जस्तै भयो। यहाँ क्युमा बसे जस्तै भयो गाइज। फोटोसोटो खिच्न पर्ला भने हेर्नु यहाँ अब यहाँ ठाउँ खाली नै छ यहाँ होइन। अब के भन्ने है यस्तो जस्तै भयो क्या। हल्का प्याक नै भयो क्या तपाईँले। आज न्यु इयर होइन स्पेसल न्यु इयर हो। यहाँ चाहिँ सब बाटो चाहिँ न्यु इयर ह्याप्पी न्यु इयर सबै न्यु इयर मनाउन आए जस्तो होइन। ठाउँहरू पछाडिबाट हेर्ने यस्तो देखिन्छ। यो ठाउँ त हामीले पोखरबाट देखिँदैन नि त यो के हो भनेको देखिन पर्ने होइन। यहाँ घुम्न आउने भने चाहिँ एकदम धेरै ठाउँ छ क्या होइन। अब भ्याइन्न होला। अब यहाँबाट हामी झर्ने बेला हुन्छ। बिहान भात नखाइआएको गाइज अहिलेसम्म भात खाएन। अब गएर नास्ता खाने हो कि भात खाने हो कि के थाहा छैन। हामी यहाँ अब त्यही हो हामी मजा ल्यायौँ। यहाँ औषधीको त यहाँ पनि छिनो खानु हुँदैन। औषधीलाई पनि औषधीको छिनो खानु हुँदैन। हामी चाहिँ एकछिन यहाँ बसिरहेको मस्त ठाउँहरू देख्छ गुगल गरी होइन। तपाईँहरू अब मैले त यहाँ आएर यति मात्रै गरेँ। तपाईँहरूले यहाँ आएर मभन्दा धेरै गर्न सक्नुहुन्छ। सो आउनेलाई एकचोटि चाहिँ भ्लग हेरेर चाहिँ आउनुपर्छ। त्यही नै हो होइन। हामीले गर्नुपर्छ सही हो यार।
गाइज हामी चाहिँ अब झर्न आइसक्यो मान्छेको भिड त यति छँदैछ एकछिन बस्यौँ हामी चाहिँ होइन कुरा गरेर सो त्यही नै हो झट्ट लगाएर हेर्नु यो यस्तो मान्छेहरूको आवाज चाहिँ डेन्जी धेरै हो कि यहाँ होइन गाइज हामी चाहिँ झरिसक्यो यहाँबाट अब चाहिँ अब धेरै लोड गर्मी भइसक्यो यहाँ बस्दा बस्दा त्यहाँ अब फोटो जति खिच्यो अब जता खिच्यो नि त्यस्तै फोटो त होइन अब चिनेकोलाई खिच्यो राम्रो राम्रो थाहा होइन हामीलाई अब चाहिँ हामी यहाँबाट झर्दियौँ होइन अब ठाउँहरू देखिसक्नुभयो सट्टालाई मलाई धेरैचोटि देखाइसक्यो ठाउँहरू चाहिँ यस्तो भवल छ माथि चाहिँ त्यहाँ उसो अब हामी चाहिँ उताबाट आएको अब झर्ने हुन्छ हामी यताबाट झर्छौँ अनि यहाँबाट अब सट्टा जान्छौँ पोखरतिर होइन कस्तो भयो रमाइलो भयो अब चाहिँ हामी यहाँबाट चाहिँ सट्ट झर्नुपर्ने हुन्छ हिँड्दै हिँड्दै यतापट्टि ठाउँ यस्तो जक्सनहरू पनि छ यतापट्टि बस्नको लागि पानी पर्ला जस्तो झरझुलु गर्न सुरु भयो पोखरातिर चाहिँ के भन्छस् त अब चाहिँ हामी नास्ता खानुपर्ने हुन्छ अनि त्यो टक्क अनि जानुपर्ने हुन्छ घरतिर लाएर चट्टा लाएर अनि त्यसपछि वेलकम ल सो त्यही नै गाइज अब चाहिँ झरेमै हामी चाहिँ तलतिर आइसक्यौँ यहाँ चाहिँ के अरे ओहो यस्तो चाहिँ गर्नु भएन कि यस्तो मजा भएन के पर्यटकीय क्षेत्रमा होइन यस्तो यो काम पक्कै पनि यस्तो हुन्छ जस्तो लामो मासु एउटा फालिदिने हो त्यहाँ बस्ने खाने अनि उडाइदिने त्यतिले मात्रै यत्रो त भरिने ओ के हो त्यहाँ त चरो छुनादा नि काँचै मोरी ल्याएर लोट्लास् बाबु सुस्तरी बिस्तारै बिस्तारै अब त हल्का हल्का गर्मी हुनु लाग्यो यार ए शीतल हुनु लाग्यो अहिले चाहिँ मासु चाहिँ गर्मी थियो भनेर बेला बेला कामै गरेन दिमाग ल्याएर भोक लगाएर सो गाइस चाहिँ अब चाहिँ मान्छेको क्रम देखिहाल्न माथि फोटो छोटो राम्रोसँग त लाइनमा बसी जस्तो त्यहाँ चाहिँ खिच्ने पाल्ने आएन झ्यालाएर हामी त हिँड्ने ठाउँहरू चाहिँ अब पोखराको यही नै हो है तपाईँहरूले देख्नुभयो होला बेस्ट घुम्नको लागि चाहिँ बेस्ट नै छ अब आउनु होला एकचोटि आफै आएर देखिहाल्नुहुन्छ एकचोटि चाहिँ आउनुभन्दा अगाडि चाहिँ यो भ्लग हेरेर आउनु होला गाइज भिडियो स्किप नगरी हेर्नु होला गाइज फुल इन्टरटेनमेन्ट छ है त हेरौँ न यी माथिपट्टि जतातताबाट देखिने ठाउँ यही नै हो क्या अब चाहिँ हामी यहाँबाट फर्किन्छौँ यस्तो छ है भिडभाड चाहिँ यहाँको अझै पनि अहिले कति 3 बज्न लाग्यो कति बज्न लागिसक्यो तर यस्तो ठाउँ चाहिँ यार जस्तो चक्कर लगाएर हामी यहाँबाट झरिसक्यौँ अब झर्न लागिसक्यौँ बाइक चाहिँ हाम्रो हो यहाँ हाई त्यहाँ रातो आराममा लास्ट ब्याग त्यहाँ गएर खेल्ने हो त त्यहाँ गएर त्यहाँ खेल्ने हो जान्छ खेल्न अहिले मात्रै आई यस्तो बवाल मजा आउँछ क्या त्यहाँ ज्यान दुखेको तन्काउन यहाँ फन पार्कमा आउँदैछौँ टक्क लगाएर यहाँ अब के खेल्ने त्यही खेल्न खाम यसले जाने अरे क्या रेखेर खेल्ने यो क्या नि यो खेलेको हो कि एक्सर्साइज गरेको भन्ने अरे ल्याएर यस्तरी हल्लिने हल्लिँदै त्यो बलले पुगेन त्यसले त औडा छिटो जान्छ नि ल माइले भिमान्दैछ ल ल छिटो दियो ल छिटो ल ओ नाइस ल लभली एक ए ल ल ल स्टेप बाई स्टेप ल ठिक छ या ल म सक्छु आइज वहीँसम्म यत्तिकैसम्म त्यत्तिकै ल सकिन्न गाह्रो हस् बवाल सो अब गाइज हामी फर्किने बेला भइसक्यो अब चाहिँ हामी अहिले थाकेर रेस्ट गरेर बसिरह अब चाहिँ हामी यहाँबाट निस्किने बेला भयो अब चट्ट लाएर जान्छौँ हामी चाहिँ होइन अब देखियो आजको भिडबाट सबै फर्केर फर्किन लागिसक्नु भयो आज चाहिँ अब कोही त आउनुभयो स्टिल तर हामी सँगसँगै आएको मान्छेहरू सबै फर्किन लागिसक्नु भयो तपाईँ देख्न सक्छौँ हामी चाहिँ यहाँ पार्कमा छौँ एकछिन यतिकै बसिरहौँ होइन गाइज अब चाहिँ हामी यहाँबाट जान्छौँ अब चाहिँ फर्किनु पर्ने हुन्छ सट्ट लगाएर तपाईँहरूलाई भ्लग कस्तो लाग्यो हो राम्रै लाग्यो भन्ने आशा गरेको छु गाइज बाटो त अघि नै हो अब केही बाटो चाहिँ बाटो नि कतिचोटि देखाइराख्नु भयो हामी चाहिँ आइसक्यौँ बिरौटा छोरेपाटन अब चाहिँ हामी यहाँबाट फर्क्यौँ घर होइन अब चाहिँ हामी घरतिर जान्छौँ त्यसले पख भन्यो यार फेरि मान्नै पर्यो
ज्यानको माया छ भने मान्न पर्छ के अरे ज्यानको माया छ भने मान्न पर्दैन गाइस खाना चाहिँ नास्ता खाना आयो म चाहिँ गाडी स्टेसन म रसिम भाइ चाहिँ खाना आयौँ होइन अब खाइयो नास्ता अघि गीत बजिदिएको त्यही भएर कपिराइटको स्ट्राइक खाना त कपिराइट सपिराइट यता झन्झट गर्न भन्दा त्यही भएर म भ्लग चाहिँ गरिनँ खाना चाहिँ खाएर के देखाउनु होइन असिम भाइ र म चाहिँ हो भिडियो हेरिदिनु भयो धेरै धेरै धन्यवाद थ्याङ्क्स फर वाचिङ किप ब्लगिङ किप सपोर्टिङ अब हामी चाहिँ अब हिँडिराख्यो भने चाहिँ भ्लग आइरहेको छ होइन अब होप सबैजना यो होप सबैजना यो भ्लगहरू चाहिँ इन्जोय गरिदिनु भन्छु भने आशा गरेको छु सो त्यही नै हो होइन अहिले चाहिँ हामी गाडी किचन छौँ अब नास्ता खान्छौँ यताबाट रुमतिर जान्छौँ अनि अब अरू छँदैछ होइन अब के भनिरहनु तपाईँले बुझिहाल्नुहुन्छ सो त्यही नै हो ह्याप्पी न्यु इयर गाइज इन्जोय गर्नुहोस् रमाइलो गर्नुहोस् घुम्न जानुहोस् अब कता जानुहोस् सो त्यही नै हो सी यु इन नेक्स्ट ब्लग बाई